नमस्ते सबैजनालाई हैन। आज चाहिँ म हजुरहरूलाई दाँतको अगाडिको बिचमा भएको ग्यापलाई हैन कसरी जिर्कोनिया क्राउन लगाएर बन्द गरिन्छ भनेर एउटा केस देखाउँदैछु हैन। यो त अब दाइको चाहिँ अगाडिको दाँतमा यस्तो ग्याप थियो, यो दाँतहरू पनि अगाडि आएको थियो हैन। यो धेरै अगाडि आएको थियो, ग्याप थियो हैन। यसलाई चाहिँ हामीले नाप लिएर हामीले जिर्कोनिया क्राउन बनाएर आछ। हजुरहरूलाई लगाइसके पछाडि देखाउँछु है त। हामीले दाइको चाहिँ जिर्कोनिया क्राउन फिटिङ गरिसकेको छौँ हैन। अब हजुरहरूले यसो हेर्नु होला कस्तो लाग्यो, प्रतिक्रिया दिनु होला हैन। हजुरहरूलाई पनि केही समस्या छ यस्तो छ भने चाहिँ जनसेवा डेन्टल क्लिनिक इटरीमा आउन सक्नुहुन्छ। हाम्रोमा दाँत सम्बन्धी सबै कुराको समाधान छ है। हजुरहरू पनि आउनु होला। ल हेर्नुहोस् त। ल हेर्नु है, उहाँको यो दाँत अघि मैले भने जस्तै अगाडि थियो, हामीले पछाडि टोक्नु त पछाडि यसलाई चाहिँ हामीले जिर्कोनिया क्राउन लगाएर यो 4वटा जिर्कोनिया क्राउन लगाएर उहाँको स्माइल मिलाएका छौँ हैन। दाँतहरू पनि मिलाएका छौँ हैन। हजुरलाई कस्तो लाग्यो? हजुरले हेर्नु भयो नि हैन, कस्तो लाग्यो त हजुरलाई? एकदम खुसी लाग्यो। एकदम ठिक छ। ठिक छ। हजुरहरू अरूलाई पनि अब आउन भनेर सल्लाह दिनुहुन्छ कि के भन्नुहुन्छ? कस्तो लाग्यो? एकदम राम्रो फिडब्याक दिन्छु। हजुर ल हुन्छ। फेरि केही समस्या भयो भने आउनु होला है त।